परिणाम सधैँ परिणाम हुन्छ। जय मसी। आज बिहिबार सेप्टेम्बर 18 तारिक असोज 2 गते। परमेश्वरको ताजा वचन आज तपाईँको निम्ति। प्रियहरू, मलाई अझै पनि एउटा कुरा बुझ्न गाह्रो भएको छ। मानिसहरू जबकि तिनीहरू समातिए भने जेलमा पठाइन्छन् वा कतिपय स्थानमा अझ ठुलो दण्ड भोग्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि किन पापको मार्ग रोज्छन्? मैले भन्न खोजेको कुरा तपाईँले बुझ्नुभयो? मैले त बुझिनँ। विश्वभर संगठित अपराधको वार्षिक वित्तीय कारोबार 2 ट्रिलियन अमेरिकी डलर भन्दा बढी आकलन गरिएको छ। ग्लोबल अर्गनाइज्ड क्राइम इन्डेक्सले हालै रिपोर्ट सार्वजनिक गरेको छ कि विश्वको 83% जनसङ्ख्या उच्च आपराधिक गतिविधि भएको क्षेत्रमा बसोबास गर्छन्। यो त साँच्चीकै अचम्म लाग्दो छ। तर मलाई लाग्छ जवाफ यही हो, उनीहरू पैसाको लागि यसमा संलग्न छन्। अझै खराब कुरा त के भने यी ठुला अपराध सङ्गठनहरू सिधा कानुनको डर बिना चलिरहेका हुन्छन् र हरेक वर्ष धेरैको जीवन बर्बाद गर्छन्। अब यो कुरा आफ्नै जीवनतर्फ ल्याउँ। तपाईँको वरिपरि पनि खराब व्यवहार गर्ने, बेइमान, अरूलाई दुरुपयोग गर्ने मानिसहरू हुन सक्छन् र तिनीहरू दण्डहीन जस्तो देखिन्छन्। तर उनीहरू सधैँभरि यसरी रहिरहँदैनन्। यही कुरा आदम र हब्बाले परमेश्वरको आज्ञा उल्लङ्घन गर्दा अदनको बगैँचामा अनुभव गरे। त्यस्तै दण्डको अनुभव गर्नेछन्। उत्पत्तिको पुस्तक 3 अध्यायको 17 देखि 19 पदमा यसरी लेखिएको छ, त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैँले तेरी पत्नीको कुरा सुनेर मैले नखानु भनेको रुखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैँले खानेछस्। त्यसले तेरो निम्ति काँडा र सिउँडीहरू उमार्नेछ र तैँले खेतको सागपात खानेछस्। माटोमा नफर्किन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस्। किनकि माटैबाट त निकालिएको थिइस्, त माटै होस् र माटैमा फर्किजानेछस्। प्रिय मित्र, उहाँले तपाईँलाई जति प्रेम गर्नुहुन्छ त्यति नै हामीले गरेको कार्यको प्रतिफल पनि दिनुहुन्छ। सम्झनुहोस्, परमेश्वरले तपाईँलाई निहालिरहनु भएको छ र ढिलो चाँडो परिणाम अवश्य पाइनेछ। परमेश्वरको ताजा वचन आज केवल तपाईँको निम्ति। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।